तारक मेहताको उल्टा चस्मा भन्ने सो पक्कै तपाईहरूले पनि कतै न कतैबाट हेर्नु भएकै होला। तर कहिले सोच्नु भएको छ यो सोको नाम तारक मेहताको उल्टा चस्मा किन राखिएको होला भनेर? वास्तवमा यो सो गुजराती लेखक तारा मेहताको लेखकमा आधारित हो। उल्टो चस्मा भन्नुको अर्थ यहाँ दुनियाँलाई फरक नजरियाबाट हेर्नु हो। अब एकछिन सोच्नुहोस् त, यदि हामीले पनि जीवनको हरेक समस्यालाई नकारात्मक तरिकाले सोच्न सक्यौँ भने हाम्रो जीवन के हुन्छ होला? र रोचक कुरा के छ भने यो कुनै काल्पनिक कुरा होइन, यो वास्तवमै हाम्रो दिमागमा हुने एउटा मनोवैज्ञानिक प्रक्रिया हो जसलाई कग्निटिभ रिस्ट्रक्चरिङ भनिन्छ। अर्थात् एउटै अवस्थालाई नयाँ सोच र फरक दृष्टिकोणबाट हेर्ने क्षमता हो। जस्तै सम्बन्धमा रोकटोक गर्दा कतिलाई त्यो कन्ट्रोल जस्तो लाग्न सक्छ, तर अर्को नजरियाबाट हेर्दा त्यो माया र हेरचाह पनि हुन सक्छ। परीक्षा या कुनै काममा असफल हुँदा कतिलाई जीवनको अन्तिम हार जस्तो लाग्न सक्छ, तर अर्को नजरबाट हेर्दा त्यो जीवनको सबैभन्दा ठुलो सिकाइ र नयाँ अवसरको सुरुवात पनि हुन सक्छ। अब एउटा कुरा याद राख्नुहोस्, समस्या सबैको जीवनमा आउँछ नै, तर फरक यति हो तपाईले त्यसलाई कुन दृष्टिकोणबाट हेर्छौ। त्यसैले यदि तपाईको जीवनमा पनि कुनै दिन समस्या आयो भने हेर्ने नजर बदल्नुहोस्, तपाईको नतिजा पनि अवश्य बदलिनेछ। धन्यवाद।